स्वागत छ नेपाल अनलाइन स्कुलको युट्युब च्यानलमा र आज हामी ब्रिज कोर्सको म्याथमेटिक्सको सेट लिएर आएका छौं। सेट नम्बर 3 को आज पहिलो पार्ट जसमा हामी क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 10 सम्मका क्वेशनहरुलाई सुरुमा प्र्याक्टिस गर्छौं भने अरु क्वेशन हामी नेक्स्ट पार्टमा हेर्दै जान्छौं। र यो क्वेशन अथवा यो सेट नम्बर 3 चाहिँ खास गरिकन साइन्सका विद्यार्थीहरुको लागि डिजाइन गरिएको हो। मतलब यहाँ अलिकति टफ क्वेशन्सहरु पनि छन् र यो क्वेशन्सहरु यदि तपाईहरुले प्र्याक्टिस गर्नुभयो भने तपाईहरुलाई ब्रिज कोर्समा स्कलरशिपमा नाम निकाल्नको लागि धेरै नै सजिलो हुन्छ। त जाउँ हाम्रो क्वेशन्सहरु प्र्याक्टिस गर्नतर्फ। पहिलो क्वेशन छ इफ a = 1357 and b = 357 and 11 then a - b is भनेको छ। a - b भनेको के हो? a मा मात्रै भएको, b मा नभएको। त a मा मात्रै भएको भनेको के हो? हेर्नुस् त 1357 त 357 त b मा पनि छ। त a मा मात्रै भनेको के हो? 1 हो। त्यही भएर यसको आन्सर के हुन्छ? 1 अप्सन नम्बर ए। यो क्वेशन त धेरै सजिलो थियो। तब सुरुमै सजिलो क्वेशन, सुरुमै गाह्रो क्वेशन राख्यो भने विद्यार्थीहरु डराउँछन् नि त। त्यही भएर ल अब यो क्वेशन गरेर हेरौं। एकदम राम्रो क्वेशन छ क्वेशन नम्बर 2। बडो राम्रो, बडो उत्कृष्ट क्वेशन छ र यस्तै खालको क्वेशन्सहरु चाहिँ जनरली सेन्ट जेभियर, एसओएस, बुढा नीलकण्ठका इन्ट्रान्स एक्जाममा सोधिराखेको हुन्छ तपाईहरुलाई। के भनिराखेको छ हेर्नुस्। इफ nx = 6 and ny = 9 what is the greatest value of nx union y भनेको छ हो। त यहाँ तपाईलाई सोधिराखेको छ ग्रेटेस्ट भ्यालु अफ x युनियन y, यानी कि nx युनियन y को म्याक्सिमम भ्यालु सोधिराखेको छ के तपाईहरुलाई। त तपाईहरुलाई यसरी चारवटा कुरा सोध्न सक्छ। हेर्नुस्, चारवटा कुराहरु सोध्न सक्छ। म चारवटा कुरा चाहिँ भन्दिन कसरी निकाल्ने भन्दै, तर तपाईलाई एउटा आइडिया चाहिँ म दिन्छु के सोध्ने रहेछ भनेर थाहा पाउनु पर्यो नि त हैन। त एउटा सोध्छ x युनियन y को म्याक्सिमम भ्यालु जुन अहिले सोधेको छ। कहिले सोध्न सक्छ x युनियन y को मिनिमम भ्यालु। कहिलेकाहीँ x इन्टरसेक्सन y को म्याक्सिमम भ्यालु सोध्छ र x इन्टरसेक्सन y को मिनिमम भ्यालु सोध्न सक्छ। यो चारवटा क्वेशन सोध्न सक्छ। त्यो चारवटा मध्येको एउटा क्वेशन यहाँ पहिलो क्वेशन मात्रै सोधेको छ है। र यो क्वेशन सोध्नको लागि पनि दुईटा कन्डिसन्सहरु दिए हुन्छ तपाईहरुलाई। कुनै क्वेशनमा nx र ny दिएको हुन्छ, अर्को खालको क्वेशनमा nu, nx र ny दिएको हुन्छ। टु टाइपको क्वेशनमा यो चारवटा प्रकारका अरु क्वेशन्सहरु थप आउँछ है। सो यो चाहिँ हाम्रो टाइप 1 को क्वेशन नम्बर 1 हो। यो टाइप 2 हो। यस्तो क्वेशन पनि अहिले तल आउँछ एउटा, हेरौँला हामी। त सुरुमा हामी चाहिँ यो क्वेशन मात्रै सल्भ गर्छौं। म अरुतिर धेरै डिस्कस गर्दिन ल, किनकि मैले यही मात्रै पढाए भने यही क्वेशनको लागि आधी घण्टा लाग्छ। त यहाँ हेर्नुस्, पहिला त तपाईलाई के थाहा छ? x युनियन y को फर्मुला थाहा छ हैन? nx प्लस ny माइनस nx इन्टरसेक्सन y। यो त तपाईलाई थाहा छ। अब हामीलाई निकाल्नु भनेको छ म्याक्सिमम भ्यालु x युनियन y को। त x युनियन y कुन बेला म्याक्सिमम हुन्छ? यो x युनियन y त्यति बेला म्याक्सिमम हुन्छ जुन बेला x इन्टरसेक्सन y मिनिमम हुन्छ हैन। यो त घटाउनु पर्ने हो नि त, माइनसमा छ नि त हैन। त घटाउनु पर्ने कुरा एकदम थोरै घटाइयो भने जुन फाइनल आउटपुट निक्लिन्छ त्यो धेरै निक्लिन्छ। यसरी तपाईले फर्मुलालाई लेख्न सक्नुभयो। अब हेर्नु है, यहाँ nx को भ्यालु कति छ? 6, ny को भ्यालु कति छ? 9। अब मलाई भन्नु x इन्टरसेक्सन y मिनिमम को भ्यालु कति हुन्छ त? कति हुन्छ होला? nx इन्टरसेक्सन y को मिनिमम भ्यालु। त मिनिमम भ्यालु भनेपछि बुझ्नु आफै तपाईहरुले। nx मा 6 वटा एलिमेन्ट छन्, y भन्ने सेटमा 9 वटा एलिमेन्ट छन्। त यो दुईटा जुन सेट छ x र y भन्ने सेट, त यो x र y भन्ने सेटमा कतिवटा एलिमेन्ट मिल्न सक्छ त? कतिवटा एलिमेन्ट मिल्न सक्छ? एउटा पनि एलिमेन्ट नमिल्न सक्छ। भनेको इन्टरसेक्सन 0 पनि हुन सक्छ। 0 भन्दा सानो हुन्छ? 0 भन्दा सानो हुन्छ? कहिले पनि हुँदैन। त मिनिमम भनेको 0 हुन्छ। सिमिलरली x इन्टरसेक्सन y को y म्याक्सिमम कति हुन्छ? यदि मिलो भने x भन्ने सेट र y भन्ने सेटमा मिलो भने कतिवटा सम्म एलिमेन्ट मिल्न सक्छ? 1000 वटा एलिमेन्ट मिल्छ? कसरी मिल्छ? मिल्दैन हैन। x मा 6 वटा छ, y मा 9 वटा छ जम्मा।
के 500 वटा एलिमेन्ट मिल्छ त? त्यो पनि होइन। के 9 वटा एलिमेन्ट मिल्छ त? 9 वटा एलिमेन्ट पनि कसरी मिल्छ र? x मा जम्मा 6 वटा मात्रै छ भनेपछि म्याक्सिमम भनेको 6 वटा एलिमेन्ट मात्रै मिल्न सक्छ। हेर्नुस्, मिनिमममा एउटा पनि एलिमेन्ट नमिल्न सक्छ भनेको 0 वटा मिल्न सक्छ मिनिमममा, म्याक्सिमममा 6 वटासम्म मिल्न सक्छ। सो एन एक्स इन्टरसेक्सन वाई मिनिमम भनेको चाहिँ 0 हुन्छ क्या। यो चाहिँ के हुन्छ? 0 हुन्छ। त कति आयो भ्यालु हेर्नुस् त? 15 आयो कि आएन? हो, त यसरी ग्रेटेस्ट भ्यालु निकाल्ने हो। अब यहाँ लिस्ट भ्यालु निकाल्नु भनेर भनेको भाइ ग्रेटेस्टको ठाउँमा यही क्वेसनमा चाहिँ मिनिमम भ्यालु लिस्ट भ्यालु निकाल भनेको भए हामी के गर्थ्यौँ? हामी फर्मुला लगाउँथ्यौँ एन एक्स युनियन वाई मिनिमम भनेको के हुन्छ? एन एक्स प्लस एन वाई माइनस एन एक्स इन्टरसेक्सन वाई म्याक्सिमम। घटाउनु पर्ने भ्यालु एकदम धेरै घटाइयो भने निक्लिने भ्यालु के हुन्छ? एकदम कम निक्लिन्छ। अनि यहाँ चाहिँ हामी के गर्छौँ? 6 प्लस 9 माइनस 6 गरेर 9 निकालिदिन्थ्यौँ क्या। कुरो बुझ्नुभयो नि? यसरी हामीले गर्न सक्छौँ। क्लियर भयो? अब यस्तो टाइपको क्वेसन छ भने तपाईँले गर्न सक्नुहुन्छ है। सो मैले यो टाइप 1 को हेर्नुहोस्, यसलाई हामी टाइप 1 भन्छौँ। टाइप 1 त टाइप 1 को मैले 2 तरिकाको क्वेसन गराइदिएँ मैले तपाईँलाई। 2 होइन, यो 4 वटै क्वेसन गराइदिएँ टाइप 1 को। अब टाइप 2 मा पनि यही 4 वटा क्वेसनहरू सोध्छ, त्यो पछि आउँछ। अहिले एकछिनमा म तपाईँलाई त्यो सिकाउँला है त। त्यसको लागि पनि प्रोसेस यही नै हो, यो प्रोसेस याद गरिराख्नु। 3 नम्बरको क्वेसनमा जाउँ। इफ ए इज इक्वल टु 1 2 3 4 2 इज इक्वल टु बी इज इक्वल टु 2 3 4 5 र सी भनेको 3 5 7 9 छ भने ए युनियन बी युनियन सी को भ्यालु कति हुन्छ भनेको छ। त युनियन भनेको के हो? सबै एलिमेन्ट लेख्ने तर नदोहोऱ्याइकन लेख्ने, सबै एलिमेन्ट लेख्ने तर नदोहोऱ्याइकन लेख्ने। त हेर्नु यहाँ ए युनियन बी युनियन सी भनेको के हो? ए को एलिमेन्ट लेख्नु 1 2 3 4, बी को पनि एलिमेन्ट लेखिदिनु 2 3 4 5 तर नदोहोऱ्याइ। 2 3 4 त यहाँ छ, 5 छैन, 5 लेख्नु। अब यहाँ सीमा पनि छ 3 5 7 9, 3 5 7 9 पनि लेखिदिनु। 3 पनि आइसक्यो, 5 पनि आइसक्यो, 7 र 9 आएको छैन। ल, त यही हो ए युनियन बी युनियन सी। कहाँ छ? अप्सन नम्बर सीमा छ एन्सर। 4 मा जाउँ। In a market of survey of 600 consumers of tea, it was found that 300 purchased Meiji tea, 250 Muna tea, and 150 purchased both brand. How many purchased at least one of them? ल हेर्नु है त, दुईटा सेटको क्वेसन सोधेको छ। जम्मा जुमी टोटल कन्ज्युमरहरू चिया खाने मान्छेहरू 600 जना रहेछन् के मार्केटमा। 600 जनाले चाहिँ चिया खाँदा रहेछन्। त टोटल युनिभर्सल सेट को कार्डिनल नम्बर भनेको 600। मेची चिया मन पराउने 300 जना। अब मेचीलाई मैले ए माने, एनए भनेको 300 जना। हेर्नु है, यो चाहिँ मेची भनेर याद गर्नु। मेची चिया मन पर्ने। मुना चिया मन पर्ने 250 जना छन्। मुना चिया मन पर्ने, यसलाई मैले बी माने। दुईटै मन पर्ने कति छन्? दुईटै मन पर्ने 150 जना छन् भने हाउ मेनी पर्चेज्ड एट लिस्ट वान अफ देम? मेची चिया अथवा मुना चिया कम्तीमा पनि कुनै एउटा चिया किन्ने चाहिँ कति छन् भनेर सोधिराखेको छ के। त जहिले पनि याद गर्नु, एट लिस्ट भनेर सोधेको छ भने, एट लिस्ट भनेर सोधेको छ भने युनियन निकाल्न भनेर भनेको। के निकाल्न भने हो? युनियन। त ए युनियन बी हामीले निकाल्नु पर्यो। त निकालौ एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी। एनए को भ्यालु 300, एनबी को भ्यालु 250, इन्टरसेक्सन 150। ल यो भ्यालु कति आउँछ? 400 आउँछ हो। त 400 जनाले चाहिँ कि त मुना चिया किने, कि त मेची चिया किने, कि त दुवै पनि किन्न सक्छन्। त 400 जनाले चाहिँ किने है, एटलिस्ट 400 जनाले चाहिँ किने 600 जनामा। त युनियन हामीले अप्सन नम्बर सी लगाउन सक्छौँ। क्लियर? 5 मा जाउँ। इन अ सिटी अफ 26,000 पपुलेसन। ल हेर्नुहोस्, टोटल पपुलेसन भनेको 26,000, युनिभर्सल सिटको कार्डिनल नम्बर 26,000। 5,000ले चाहिँ इङ्ग्लिस न्युज पेपर पढ्छन् रे। त इङ्ग्लिस पढ्ने एनई भनेको 5,000 इङ्ग्लिस पढ्ने। नेपाली पढ्ने 12,000। त नेपाली पढ्ने 12,000 लेखेँ मैले। 1000 रिड बोथ, दुईटै पढ्ने। दुईटै पढ्ने भनेको के हो? इन्टरसेक्सन। त ई इन्टरसेक्सन एन भनेको 1000 छ भने
कति पर्सेन्टले दुइटै पढ्दैनन् भनेको छ। वाट पर्सेन्ट रिड नाइदर अफ देम। नाइदर अफ देम भनेको दुवै नपढ्ने कति भनेको छ। त सबै यहाँ पढ्ने भनेर दिइरहेछ क्वेसनमा, नपढ्ने कति भनौँ। त नपढ्ने कति भनेको के हो? युनियनको कम्प्लिमेन्ट हो। यानि कि ई युनियन यनको कम्प्लिमेन्ट हामीलाई निकाल्न सोधिराखेको छ। त्यो पनि पर्सेन्टेजमा सोधिराखेको छ। कति पर्सेन्ट भनेर सोधिराखेको छ नि त हैन। पर्सेन्टमा निकाल्न म एकछिनमा सिकाउँला। त हेर्नुहोस् यहाँ यसको फर्मुला के हो? युनियन एनको कम्प्लिमेन्टको फर्मुला टोटल पपुलेसनमा युनियन घटाइदिनु हो। टोटल पपुलेसन छ 26,000। युनियनको फर्मुला के हो? एनई प्लस इङ्ग्लिस मन पराउने, नेपाली मन पराउने माइनस दुइटै मन पराउने, दुइटै पढ्ने। त 26,000 माइनस ब्राकेटभित्र 5,000 प्लस 12,000 माइनस 1,000। ल यो क्यालकुलेसन गर्नु त 12 5 17, 17मा 1 गर्दा 16, 26मा 16 घटाउँदा 10,000। त 10,000ले दुइटै न्युजपेपर पढ्दैन रहेछन्। कतिजनामा? 26,000 जनामा 10,000 जनाले चाहिँ कुनै पनि न्युजपेपर नपढ्ने रहेछन्, इङ्ग्लिस पनि नेपाली पनि कम्प्लिमेन्ट। त कति पर्सेन्टले पढेनन् भन्दाखेरि यदि पर्सेन्टेज निकाल्नु पर्यो भने नपढ्ने 10,000, टोटल पपुलेसन 26,000। त नपढ्ने को नम्बर डिभाइडेड बाई टोटल नम्बर इन्टु 100%। पर्सेन्टेजमा कन्भर्ट गर्न इन्टु 100%। ल गरौँ। यहाँ दुईटा जिरो क्यान्सिल, एउटा जिरो क्यान्सिल। 1,000 बाई 26 गर्नुहोस् त कति आउँछ? 38.46% आउँछ। सो 38.46%ले दुइटै न्युजपेपर पढ्दैन रहेछन्। त अप्सन नम्बर सी हाम्रो करेक्ट भयो। क्लियर? 6 नम्बरमा जाउँ। ल अहिलेको जस्तै क्वेसन आयो हेर्नु है त। सेकेन्ड टाइपको मैले अघि भनेको थिएँ नि क्वेसन नम्बर 2 मा। ल अर्को टाइपको आयो। एनयू, एनए र एनबी दिएको छ। लिस्ट भ्यालु निकाल्नु भनेको छ ए युनियन बी को। यहाँ पनि गर्ने त्यही नै हो। हेर्नु है त। ए युनियन बी को फर्मुला के हुन्छ? एनए प्लस एनबी माइनस एनए इन्टरसेक्सन बी। त यसको लिस्ट भ्यालु भनेको मिनिमम भ्यालु निकाल्नु भनेको। त जब ए इन्टरसेक्सन बी को भ्यालु म्याक्सिमम हुन्छ, जब घटाउनु पर्ने भ्यालु चाहिँ धेरै हुन्छ, तब जुन फाइनल भ्यालु आउँछ त्यो सबैभन्दा मिनिमम हुन्छ। त एनए को भ्यालु कति छ? 160। एनबी को भ्यालु कति छ? 80। अब मलाई भन्नु त एनए इन्टरसेक्सन बी म्याक्सिमम कति हुन्छ? त हेर्नु, ए मा 160 वटा एलिमेन्ट छ, बी मा 80 वटा एलिमेन्ट छ। त्यसो भए ए र बी मा कतिवटा सम्म एलिमेन्ट मिल्ला? कतिवटा सम्म मिल्ला एलिमेन्ट? 80 वटा सम्म मिल्ला नि। 81 वटा त थोरै मिल्छ। यसमा त 81 वटा एलिमेन्टै छैन भने 81 वटा कसरी मिल्छ? त म्याक्सिमम मिल्ने भनेको 80 वटा एलिमेन्ट मिल्न सक्छ। त्यही भएर म्याक्सिमम ए इन्टरसेक्सन बी भनेको 80 हुन्छ क्या। सो यहाँ के हुन्छ? 80। कति आयो? 160 आयो। अप्सन नम्बर एमा टिक लगाइदिनु पर्यो। सजिलो छ, बहुतै सजिलो छ। तर यही क्वेसनमा यदि ए युनियन बी म्याक्सिमम निकाल्नु भनेको भए के गर्नुहुन्थ्यो तपाईहरुले? यदि यो निकाल्न भनेको भए त्यही हो, फर्मुला त्यही हो, एनए प्लस एनबी माइनस एनए इन्टरसेक्सन बी। तर यहाँ यो मिनिमम, घटाउने भ्यालु मिनिमम भयो भने फाइनल आउने भ्यालु म्याक्सिमम हुन्छ हैन। त एनए भनेको कति? 160। एनबी भनेको 80। त मिनिमम कतिवटा मिल्ला? कतिवटा मिल्न सक्छ त? 0 वटा मिल्न सक्छ। ए मा 160 छ, बी मा 80 वटा एलिमेन्ट छ। त 0 वटा पनि त मिल्न सक्छ। भनेको एउटै नमिल्न पनि त सक्छ नि हैन। 0 वटा मिल्न सक्छ मिनिमममा। त्यसको भ्यालु 0। कति आयो? 160 र 80 गर्दाखेरि 240 आयो। त के 240 हो एन्सर? होइन, 240 एन्सर। किनकि अब यहाँ हेर्नु, एनयू दिएको छ 200 क्या हो। यहाँ आउँछ अब एनयू को काम। त टोटल युनिभर्सल सेटमै 200 वटा एलिमेन्ट छ भने ए युनियन बी को म्याक्सिमम भ्यालु कसरी 240 हुन्छ? हुँदैन नि। 200 भन्दा धेरै त हुँदैन। युनिभर्सल सेट भन्दा धेरै के हुन्छ? केही पनि हुँदैन। त्यही भएर यो त एनयू भन्दा ठुलो भयो। यस्तो त कहिले पनि हुँदैन, यो त इम्पोसिबल कुरा हो। त्यसकारणले ए युनियन बी को म्याक्सिमम भ्यालु भनेको एनयू नै हुन्छ। यो केसमा चाहिँ एनयू नै हुन्छ, त्यो हो 200 हुन्छ। यसरी बुझ्नु पर्यो कुरालाई। ठीक छ? ल, टाइप 1 टाइप 2 मा मैले तपाईहरुलाई 4 वटा कुरा निकाल्न सिकाइदिएँ।
हैन। यी म्याक्सिमम पनि आयो मिनिमम पनि आयो, इन्टरसेक्सनको युनियनको म्याक्सिमम मिनिमम दुईटै आएको छ। यो याद गरिराख्नु है। क्वेसन नम्बर 2 र क्वेसन नम्बर 6 एकदम इम्पोर्टेन्ट क्वेसन हो, अलि दिमाग घुमाउने खालको क्वेसन हो। जस्तो जस्तो विद्यार्थीहरूले गर्न सक्दैनन् यस्तो क्वेसनहरू, यस्तो क्वेसन गर्नेको चाहिँ नाम निस्किन्छ क्या, एडिसनल मार्क्स आउँछ यो क्वेसनले। ल 7 नम्बरमा जाउँ, के भनिराखेको छ हेर्नुहोस्। इफ ए को यहाँ ए भन्ने सेट दिएको छ, हेर्नुहोस् त ए भन्ने सेट के भनेको छ 2x² + 1 हो अरे। एक्सको भ्यालु चाहिँ 5 भन्दा कम र 5 सँग बराबरी छ। हेर्नुहोस् 5 भन्दा कम पनि छ र 5 सँग बराबरी पनि छ। र एक्स भनेको एन भनेको नेचुरल नम्बर हो। एन भनेको के हो? नेचुरल नम्बर। यो सिम्बल याद गर्नुपर्छ तपाईहरुले, सिम्बल अलिकति याद गर्नुपर्छ है। नेचुरल नम्बर, होल नम्बर, रियल नम्बरहरुको त सुरुमा ध्यान दिएर सुन्नु। यहाँ रियल नम्बरलाई के भन्छन्? आर ले रिप्रेजेन्ट गर्छ रियल नम्बरलाई, ठीक छ। हामीले देखे सुनेको सबै नम्बरहरु रियल नम्बरहरु हुन्। र्यासनल नम्बर त्यस्तो खालके नम्बर जसलाई फ्र्याक्सनमा लेख्न सकिन्छ त्यो र्यासनल नम्बर हो। र्यासनल नम्बरलाई क्यू ले रिप्रेजेन्ट गरिन्छ, आर ले होइन। इरेसनल नम्बरलाई पी ले रिप्रेजेन्ट गरिन्छ, आई ले होइन। इन्टिजर्सलाई आई ले होइन जेड ले रिप्रेजेन्ट गरिन्छ। अर्को याद, अब अरु त त्यस्तो छैन, अरु त सिम्पलै छ। नेचुरल नम्बरको एन नै हो, होल नम्बरको डब्लु नै हो। होल नम्बरलाई डब्लु नै रिप्रेजेन्ट गरिन्छ। ल त एक्स भनेको नेचुरल नम्बर हो अरे। नेचुरल नम्बर भनेको के हो? त्यस्तो खालके नम्बर जुन 1 देखि स्टार्ट हुन्छ। 0 देखि स्टार्ट भयो भने होल नम्बर, 1 देखि स्टार्ट भयो नेचुरल नम्बर। त ए भन्ने सेट हेर्नुस् है त, यहाँ ए भन्ने सेट भनेको के हो? एक्स को भ्यालु 5 अथवा 5 भन्दा कम, यानी कि एक्स को भ्यालु के हुन सक्छ? 1 2 3 4 5 हुन सक्छ। यो त हुन सक्छ। र हाम्रो यहाँ के छ? ए भन्ने सेटमा 2x² + 1 छ। त 2 * x² + 1 भनेको 1² + 1 भयो। 2 * 2 पनि त हुन सक्छ 2² + 1। 2 * 3² + 1। 2 * 4² + 1। 2 * 5² + 1 कति आउँछ भ्यालु? 2 + 1 भनेको 3, यो आयो 9, 9 2 जा 18, 19, 33, 51 आयो हो। त ए भन्ने सेटमा के पर्दो रहेछ हेर्नुस् त ल। ए भन्ने सेटमा 3 9 19 33 र 51 पर्ने रहेछ। अब बी भन्ने सेट हेरौँ के भनिराखेको छ। बी भन्ने सेट भनेको चाहिँ प्राइम नम्बर हो अरे। 10 र 50 बीचको प्राइम नम्बर। प्राइम नम्बर भनेको कुनै पनि अरु नम्बरहरूले चाहिँ डिभाइड नजाने त्यस्तो खालके नम्बर जसलाई 1 ले डिभाइड जान्छ र त्यो नम्बर आफैले डिभाइड जान्छ, अरूले डिभाइड जाँदैन भने त्यसलाई प्राइम नम्बर भन्छन्। त 10 र 50 बीचको प्राइम नम्बर के होला त? 11 14 17 19 23 29 31 37 41 43 47। ल यदि चाहिँ 10 र 50 बीचका प्राइम नम्बरहरू हुन्। यहाँ 51 पनि ठिक छ। ल अब क्वेसनले के भनिराखेको छ हेर्नुस् है त। अब के छ? ए इन्टरसेक्सन बी निकाल्नु अरे। ल अब ए इन्टरसेक्सन बी भनेको कति हुन्छ? भन्नुस् त कति हुन्छ? दुईटामा मिल्ने कति छ? त यहाँ 19 छ, यहाँ 19 छ। अरु कुन मिल्छ? कुनै मिल्छ? कुनै पनि मिल्दैन। त यो भनेको 19 हुन्छ। अप्सन नम्बर सी चाहिँ हाम्रो करेक्ट अप्सन हुने भयो हैन। ल अप्सन नम्बर सी मा तपाईले टिक लगाउनु पर्यो। क्वेशन नम्बर 8 मा जाउँ। इफ x इज अ पोजिटिभ इन्टिजर लेस देन 20, 20 भन्दा सानो पोजिटिभ इन्टिजर। पोजिटिभ इन्टिजर भनेपछि 0 त अब इन्टिजर त हो, 0 इन्टिजर हो तर पोजिटिभ पनि होइन नेगेटिभ पनि होइन, हैन। पोजिटिभ नेगेटिभ हो पनि होइन पनि, त्यही भएर 0 लेख्न मिलेन, 1 देखि लेख्नु पर्यो। 1 2 3 4 हुँदै 19 सम्म। ए भनेको चाहिँ मल्टिपल अफ 4। मल्टिपल अफ 4 भनेको के हो?
फोरले एक्ज्याक्टली डिभाइड जाने नम्बरहरू, फोरले जाने त 4 टू जा 8, 4 3 जा 12, 4 4 जा 16, 4 5 जा 20, 20 पर्दैन। किन पर्दैन? किनकि लेस देन 20 भनेको छ नि त युनिभर्सल सेटमा, 20 भन्दा सानो 19 सम्म मात्रै पर्छ। जेड इज एन अड नम्बर। अड नम्बर भनेपछि के हो? 1 3 5 7 9 11 13 15 17 19 पर्यो। देन वाट इज द भ्यालु अफ एन ए माइनस बी भनेको छ। ए माइनस बीमा कतिवटा एलिमेन्ट हुन्छ भनेर सोधिराखेको छ। ल ए माइनस बीमा के हुन्छ भन्नुहोस् त। ल ए माइनस बी भनेको के हो? एमा मात्रै भएको, बीमा नभएको। त एमा हेर्नुहुन्छ भने 4 8 12 16 छ, बीमा हेर्नुहुन्छ भने त कुनै मिल्छ? कुनै पनि मिल्दैन। त एमा मात्रै भएको, बीमा नभएको भनेको यही हो, 4 8 12 16 हो। भनेपछि त एन ए माइनस बी भनेको कतिवटा एलिमेन्ट छ? यहाँ 4वटा एलिमेन्ट छ। एन भनेको कार्डिनल नम्बर हो। कार्डिनल नम्बर भनेको कतिवटा? त यसमा 4वटा छ। अप्सन नम्बर ए मा जानु पर्यो। क्लियर? 9 नम्बरमा जाउँ। इन एन इन्ट्रान्स एक्जामिनेसन 75% अफ द स्टुडेन्ट पास्ड इन म्याथ। म्याथ पास गर्ने 75%, साइन्स पास गर्ने 65%। वाट इज द पर्सेन्टेज अफ दोज स्टुडेन्ट्स हु पास्ड इन बोथ सब्जेक्ट? दुईटैमा पास हुने कति पर्सेन्टेज भनेको छ, यानि कि इन्टरसेक्सन निकाल्नु भनेको छ। त यहाँ हेर्नु, हामीलाई के थाहा छ भने यदि पर्सेन्टेजको क्वेसन छ भने जहिले पनि एनयू भनेको 100% हुन्छ। र यो क्वेसनमा दुईटै विषयमा फेल हुने कति भनेर भनेको छ। कहीँ दुईटै विषयमा, म्याथ र साइन्स दुईटैमा फेल हुने कति पर्सेन्ट दिएको छ? छैन। त्यही भएर हामीले के मान्छौँ, के एज्युम गर्छौँ भने दुईटै सब्जेक्टमा फेल हुने भनेको युनियनको कम्प्लिमेन्ट चाहिँ 0 हुन्छ है भनेर हामी एज्युम गर्छौँ। यो त्यही भएर युनियनको भ्यालु कति आउँछ हेर्नुहोस् त यहाँबाट, एनयू माइनस एन एम युनियन एक्स को कम्प्लिमेन्ट। 100 माइनस 0 भनेको 100% हुन्छ। सो एन एम युनियन एस को अर्को फर्मुला छ म्याथमा पास हुने प्लस साइन्समा पास हुने माइनस दुईटैमा पास हुने। त 100% इज इक्वल टू म्याथमा पास हुने 75%, साइन्समा पास हुने 65%, दुईटैमा पास हुने निकाल्नु पर्ने छ। त 100% इज इक्वल टू 75 र 65 जोड्दाखेरि 140% माइनस एन एम इन्टरसेक्सन एस। त्यसो भए एम इन्टरसेक्सन एस भनेको 40% आयो। त दुईटैमा पास हुने कति पर्सेन्टेज रहेछन्? 40% रहेछन्। अप्सन नम्बर ए मा हामीले टिक लगाउनु पर्यो। क्लियर? ल जाउँ यो पार्टको लास्ट क्वेसन के भनिराखेको छ। इन अ क्लास अफ 50 स्टुडेन्ट, त टोटल स्टुडेन्ट कति छन्? 50 जना छन्। एनयू भनेको 50। 25 लाइक टु प्ले फुटबल, फुटबल मनपर्ने एनएफ भनेको 25 जना। 35 लाइक टु प्ले क्रिकेट, क्रिकेट मनपर्ने 35 जना। 15 लाइक टु प्ले बोथ द गेम्स, इन्टरसेक्सन दुईटै मनपर्ने भनेको के हो? इन्टरसेक्सन, कति? 15 जना। हाउ मेनी स्टुडेन्ट डु नट लाइक टु प्ले एनी गेम्स, दुईटै गेम मन नपर्ने कति भनेको छ। त दुईटै गेम मन नपर्ने भनेको के हो? कम्प्लिमेन्ट निकाल्न सोधिराखेको छ हो। त कम्प्लिमेन्ट निकाल्नको लागि पहिला युनियन निकाल्नु पर्यो। त एनएफ युनियन सी भनेको के हुन्छ? फुटबल मनपर्ने प्लस क्रिकेट मनपर्ने माइनस दुईटै मनपर्ने। फुटबल मनपर्ने 25, क्रिकेट मनपर्ने 35 माइनस 15 कति आयो? 45 आयो। त्यसो भए एफ युनियन सी को कम्प्लिमेन्ट भनेको के हो? एनयू माइनस एनएफ युनियन सी हो। त टोटल 50 जना, दुईटा मध्ये कुनै एउटा मनपर्ने 45 जना। त जम्मा 5 जनालाई दुईटै मन नपर्ने रहेछ, दुईटै फुटबल पनि क्रिकेट पनि। त बास्केटबल मनपर्छ होला नि त, के छ र जिन्दगानीमा हैन। सो अप्सन नम्बर बी हाम्रो सही भयो, दुईटै नमनपर्ने 5 जना। ल त यो सँगै हामीले यो फर्स्ट सेट सक्यौँ। आशा छ हामीले धेरै नयाँ नयाँ कुरा सिक्यौँ होला हैन। मलाई लाग्छ धेरै नयाँ कुराहरू हामीले सिक्यौँ। अब यस्तै क्वेसन्सहरू हामी क्लासमा पनि गराउँछौँ। क्लासमा त हामी एकदम डिटेल रूपमा पढ्छौँ। यो सेटमा त केही क्वेसन्सहरू हामीले प्र्याक्टिस मात्रै गरेको र यो आजको सेट नम्बर 3 को पार्ट 1 मा चाहिँ मैले सेट्स भन्ने टपिकबाट क्वेसनहरू ल्याएको थिएँ। 10 वटा सेट्स भन्ने टपिककै क्वेसन थिए।
यसरी नै अरू क्वेसन्सहरू छन्, विभिन्न टपिकबाट छन्। अब यो सेटमा हेरौँ कतिवटा क्वेसन गरेर आउन म सक्छु। 5वटा क्वेसन त मैले रेडी बनाएको छु सेट 3 को लागि भनेर। हेरौँ कतिवटा गरिन्छ, कतिवटा गरिँदैन, के हुन्छ। तर तपाईँहरूलाई यदि क्लास राम्रो लाग्यो भने लाइक र सेयर त तपाईँले गर्नुहुन्छ नै, सब्सक्राइब गर्नुहुन्न क्या। त सब्सक्राइब चाहिँ तपाईँले अवश्य पनि गर्नु, किनकि यस्तै अरू भिडियोहरू तपाईँले हेर्न पाउनुहुन्छ। र साइन्सको, म्यानेजमेन्टको अथवा सिटिभिटीको कुनै पनि लेभलको यदि तपाईँलाई इन्ट्रान्सको क्लास गर्न मन छ भने तपाईँले एकदमै निर्धक्क भएर हामीलाई सम्झिन सक्नुहुन्छ। सम्झिन सक्नुहुन्छ भनेको मनले सम्झिने भनेको होइन, यो नम्बरमा चाहिँ तपाईँले कन्ट्याक्ट गर्नु भने हो 9849595895। यो नम्बरमा हजुरले कल गर्नु होला। अनि कति विद्यार्थीले भन्नुहुन्छ कि सर तपाईँको कलै उठ्दैन, के कल गर्नु, अब हामीहरू बिजी नै हुन्छौँ त के गर्नु त, पढाएर बसिराखेका हुन्छौँ। त कल यदि उठेन भने पनि तपाईँहरू नरिसाउनु है, म अगाडि नै माफी माग्छु। तपाईँहरूले बरु यो नम्बरको व्हाट्सएपमा अथवा भाइबरमा त मेसेज गर्न सक्नुहुन्छ नि त होइन। व्हाट्सएपमा अथवा भाइबरमा त मेसेज गर्नु, मेसेज हामी पक्कै पनि रिप्लाई गरिहाल्छौँ। त यही नम्बरको व्हाट्सएप अथवा भाइबरमा मेसेज गर्नु होला, सर म ब्रिज कोर्सको क्लास लिन चाहन्छु, कसरी क्लास लिने होला, कहिलेबाट क्लास हुन्छ, फी यसको कति हो, कसरी फी तिर्ने, कुन सरले पढाउनुहुन्छ, के सब्जेक्ट्सहरू हामीले पढ्नुपर्ने हुन्छ, त सबै कुराहरू तपाईँले हामीलाई डिटेल रूपमा सोध्न सक्नुहुन्छ है त। अनि क्लासमा जोइन गर्नु, मजाले पढ्नु, क्लासमा हामी भेटौँ ल। अब त्यसो भए ल, त आजको लागि यति नै। हस्त, धेरै धेरै धन्यवाद। स्वस्थ रहनु, व्यस्त रहनु, मस्त रहनु।